आजभन्दा करिब 2 महिना अगाडि मैले प्रिमोजेम्सहरू सेभ गरेर राखेको थिएँ किनकि मलाई एउटा मेटा क्यारेक्टर निकाल्नु थियो मेन डिपिएस इलेक्ट्रो डिपिएस जुन चाहिँ केटा एन्ड हि इज फ्लिन्ट सरी यसको जब मैले गेम प्ले देखेको थिएँ एकदमै बवाल लाग्यो त्यही भएर आज यसको लागि पुल हान्दैछु मस्त यहाँ 71 पुल छ एक्स्ट्रा पुलहरूको नि ट्राई गर्छु होला आज हामी फ्लिन्ट्सको वेपन र फ्लिन्ट्स निकाल्न खोज्छौँ यो चाहिँ भर्खर 10 पुल भयो आई डोन्ट नो यताउति हुनसक्छ दिस इज मी ट्राइङ दिस फर फर्स्ट टाइम सो खासै केही आएन यो 10 पुलमा त नाउ लेट्स हेड अन next pull. This was unexpected. Flinch. Am I lucky? I don't know. अब यसको वेपन निकाल्नको लागि ट्राई गर्नुपर्छ जुन चाहिँ एकदमै टफ हुन सक्छ होला नाउ लेट्स ट्राई यसमा चाहिँ मेरो पिटी काउन्टर चेक गर्ने बिर्सेछु पिटी काउन्टर नभइकन नि के हुँदैन होला 20 नथिङ नाउ लेट्स ट्राई अगेन 10 यहाँ पर्पल लाइट पऱ्यो कि जहिले गाह्रो हुन्छ नेक्स्ट पर्न के परिरहेको यस्तो यो फ्लिन्ट्सको यस्तो वेपन किन टफ हो निकाल्नलाई यो वेपन ब्यानर त स्क्यामै हो भने कहिले निस्किँदैन पिटी पनि नहेरेर होला ट्राई गरौँ 30 मैले यहाँबाट काउन्ट बिर्सेँ ओके नाउ आई हेभ 4 सिङ्गलमा पुगिसकेँ पर्पल मैले स्टार लाइट ग्लिटर युजै गर्नुपर्ने होला जस्तो स्टार लाइट ग्लिटर र अर्को फेरि पर्पल कति पर्छ हौ यो 4 स्टार लेट्स युज स्टार लाइट ग्लिटर केही न केही त निकाल्नै पर्छ यार अब कति पिटीको मैले काउन्ट गरेको छैन कति 5 वटा मात्रै ओके पिटी चेक गरौँ त के हो यो यति मात्र त हुनु नपर्ने हो 1 नै अड्किरहेछ ओके ओके फर्स्ट निङ 1 वाह नो लक मलाई लाग्छ निस्किँदैन जस्तो छ थर्डमा नि नो लक लास्ट 2 पुल लेफ्ट देन आइ एम ब्रोक मलाई गरिबै बनाइदियो यार यो लास्ट पुल हो ए भगवान् छ्या ओके नाउ लेट्स जस्ट युज दिस स्टार डस्ट एक्सचेन्जमा छैन स्टार लाइट लिटर 7 वटा लास्ट 7 पुल प्लिज यार मलाई फ्लिन्ट्सको वेपन यो 2 महिनादेखि फार्मिङ गरेर मलाई बल्ल बल्ल यत्रो पुऱ्याएको थिएँ सबै टोटल 105 पुल्स ओ गोल्डन लाइट निस्क्यो भयो नि त यही चाहिएको थियो एन्ड द्याट्स इट मेटा क्यारेक्टर चाहिएको थियो वेपन राखिहालौँ न त एकदम डेन्जर एकदम बवाल छ यार वेपन त सो द्याट्स इट फर दिस टुडे इफ यु लाइक दिस प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब दिस च्यानल अब गेम प्लेको भिडियोहरू हल्का हल्का ल्याइदिउँला नि त्यस्तो राम्रो युट्युबर त होइन